एक व्यक्ति जसलाई तपाईलाई कस्तो मान्छे मनपर्छ भनेर सोध्दा उनी भन्छन् मलाई उल्टो मान्छे मनपर्छ। प्रश्नकर्ता आश्चर्यचकित हुँदै उल्टो मान्छे भनेको के हो भनेर सोध्दा उनले भनेका थिए उल्टो मान्छे त्यो मान्छे जसले समाजमा उल्टो काम गर्छ, जसले बहुमतको निष्पक्ष विरोध गर्न सक्छ, जो भिडको पछि लाग्नै सक्दैन, जसले चलन चल्तीको नियम कायदा मूल्य मान्यता र विश्वासमाथि प्रश्न गर्न सक्छ। मलाई त्यस्तो मान्छे मनपर्छ जो यति दयालु थिए कि बाटोमा कोही गरिब देख्दा आफ्नो गोजी रित्याउँथे, यहाँसम्म कि आफूले लगाएको कपडा समेत खोलेर दिन भ्याउँथे। जसलाई मर्दाखेरि केही भन्नु छ भनेर सोध्दा उनी मुस्कुराउँदै भन्छन् म केवल शरीर मात्र छाड्दैछु। उनी थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा, जसले शब्द मार्फत समाजलाई ऐना देखाए, जहाँ उनको साहित्यमा मानवता, वास्तविकता, दर्शन, व्यङ्ग्य, विरोध, कटाक्ष प्रश्न र बहुआयामिक सोच प्रष्ट रूपमा देख्न सकिन्छ। जसमध्ये उनको एक कविता एक सुन्दरी वेश्याप्रति। म आउने भिडियोमा यो कविताको प्रत्येक एक श्लोकको अर्थसहित व्याख्या गर्नेछु।